कार्य गरेको अवधि क्यापिङ पद्धति गरी 2 आधारबाट अवकाश हुने व्यवस्था गरिएको छ भने अन्य दर्जाका प्रहरी कर्मचारीको हकमा उमेर अवधिको आधारमा अवकाश हुने व्यवस्था गरिएको छ। 30 वर्ष सेवा गरेको आधारमा अवकाश हुने मौजूदा व्यवस्था हटाइएको छ। अनिवार्य अवकाशको उमेर दर्जागत तथा पदगत आधारमा न्यूनतम 21 वर्ष र अधिकतम 51, माफ गर्नुहोला, पदमा आधारमा न्यूनतम 51 वर्ष र अधिकतम 60 वर्ष कायम गरिएको छ। 30 वर्षको जुन सेवा अवधि थियो, के अरे पदमा 30 वर्ष सेवा गरिसकेपछि अवकाश पाउने अवधिलाई अब हटाइएको छ। अब चाहिँ त 60 वर्ष उमेर हद बढीमा र कम्तीमा 51 वर्षको उमेर हद कायम गरिएको छ। प्रहरी कर्मचारीका आचरणका सम्बन्धमा विशेष जोड दिएको छ। प्रहरी कर्मचारीले आचरण उल्लङ्घन गरेको अवस्थामा विभागीय सजाय तथा पुनरावेदनको व्यवस्था गरिएको छ। सजायमा सामान्य सजाय र विशेष सजाय हुने गरी व्यवस्था गरिएको छ। यसबाट प्रहरी सङ्गठनभित्र आन्तरिक अनुशासन कायम हुन जानेछ भने मर्का परेको प्रहरी कर्मचारीले पुनरावेदन गरी उपचार प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरी सेवाभित्र रही मुलुकको सेवा गर्ने राष्ट्र सेवकबाट मुलुकको हित विपरीत कार्य गरेमा गम्भीरतापूर्वक लिने गरिन्छ। त्यसैले यस्ता विषयलाई गम्भीरतापूर्वक लिने गरी कसुर र त्यसमा कसुर गरेमा हुने सजाय सम्बन्धी व्यवस्था गरिएको छ। प्रहरी कर्मचारी अपराधमा संलग्न भएको अवस्थाको मुद्दाको अनुसन्धान र दायरी सम्बन्धी व्यवस्था गरिएको छ। प्रहरी कर्मचारीबाट भएका कसुरका सम्बन्धमा सुरु कारबाही र किनारा गर्न प्रहरी विशेष अदालतको व्यवस्था गरिएको छ, जसमा मुद्दा किनारा गर्ने अवधि कार्यविधि तथा प्रहरी विशेष अदालतबाट भएको फैसला उपर उच्च अदालत पाटनमा पुनरावेदन गर्न सकिने व्यवस्था गरिएको छ। प्रहरी कर्मचारीले प्राप्त गर्न सक्ने बिदा, सेवाको सुरक्षा, असल नियतको बचाव, पोसाक, दर्जानी चिन्ह, झण्डा र साङ्गठनिक चिन्ह सम्बन्धी व्यवस्था, तालिम, नेपाल प्रहरी स्टाफ कलेज, सेवा समूह परिवर्तन नगरिने, प्रहरी कल्याणकारी कोष, स्वास्थ्य बिमा योजना लागू गर्ने, आवास सुविधा, पीर मर्का र गुनासो सुनवाईको व्यवस्था, खेलाडी प्रहरी कर्मचारीको बढुवा, प्रहरी कर्मचारीको अभिलेख व्यवस्थापन, केन्द्रीय अपराध अभिलेखालय, विषय विज्ञको सेवा लिन सक्ने, अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सहभागिता, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रहरी सङ्गठनमा सहभागिता सहितका व्यवस्था प्रस्तुत विधेयकमा गरिएका छन्। प्रस्तुत विधेयकमा मान्यज्यूहरूबाट संशोधन मार्फत विषयहरू उठेका छन्। उठाउनुभएका मान्य सदस्यहरूले उठाउनुभएका आवश्यक विषयहरूका सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयबाट रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरिनेछ। सम्मानित समितिबाट प्राथमिकताका साथ प्रस्तुत विधेयक उपर छलफल प्रारम्भ गर्नुभएकोमा म पुनः माननीय सभापतिज्यू सहित सम्मानीय समितिलाई धन्यवाद दिन चाहन्छु। र यसमा अर्को एउटा व्यवस्था, यो प्रहरीको आधारभूत तह जुन छ, प्रहरी जवानदेखि लिएर आधारभूत तहमा हामीले जुन अवकाशको अवधि उमेर घटाएका छौँ, अवकाशको उमेर घटाएर त्यसलाई हामीले 16 वर्षमा ल्याएका छौँ। 16 वर्ष सेवा गरिसकेपछि पेन्सन पाउने गरेर मानिस अवकाश लिन सक्छ, तर पेन्सन चाहिँ त 20 वर्ष अवधि पुगेपछि दिने, तर 16 वर्षबाट नै पेन्सनको चाहिँ त दिन सकिने व्यवस्था गर्ने गरेर अहिले जुन पेन्सनको अवधि छ त्यसलाई घटाएका छौँ। त्यसको कारण के हो भन्दा अब प्रहरीको जवानहरू अनि चाहिँ त आधारभूत दर्जाका मानिसहरू दिउँसभरि चाहिँ त सडकमा अथवा ड्युटीमा उभिएर काम गर्नुपर्ने र चाहिँ त 8 घण्टा मात्रै ड्युटी नहुने, लामो समय ड्युटी गर्नुपर्ने भएको हुनाले उहाँहरूको त्यो 16 वर्षकै पनि उहाँहरूले टोटल गर्ने चाहिँ त ड्युटीको अवधि गर्दाखेरि यदि घण्टाको हिसाबले हेर्ने हो भने चाहिँ 20 वर्षभन्दा पनि बढ्ता जाने स्थिति पनि रहन्छ कतिपय अवस्थामा। त्यसो भए हुनाले अहिले आधारभूत दर्जाको चाहिँ त अवकाशको के अरे पेन्सन पाउने गरी अवकाश गर्ने उमेर पनि घटाइएको छ र सेवा प्रवेशदेखि लिएर सेवा निवृत्त हुँदासम्मका सम्पूर्ण विषयहरूलाई वैज्ञानिक गरिएको छ, व्यावसायिक बनाइएको छ र व्यवस्थापन व्यवस्थित गरिएको छ। अब अरू विषयहरू
सम्मानित समितिका सदस्य साथीहरूले, अरू पनि मान्य सदस्यहरूले यसमा धेरै संशोधन राख्नुभएको छ। ती संशोधनहरूमा छलफल गरेर यो विधेयकलाई समृद्ध गर्ने कुरामा सरकार सकारात्मक रूपले प्रस्तुत हुनेछ भन्ने म आग्रह गर्न चाहन्छु।